हेलो एभ्रिवान, आज चाहिँ म चटपटेको रेसिपी लिएर आएको छु। गिलो चटपटे हैन, घरमै बनाएको 5 मिनेटमा बनाएको चटपटे है त गाइज। चाहिँ नर्मल र फरक तरिकाले चटपटे बनाउँदै छु। बजार भन्दा राम्रो घरको चटपटे तपाईहरु पनि यदि खान चाहनुहुन्छ भने मेरो रेसिपी हेरेर हजुरहरु पनि ट्राई गर्नु होला है त गाइज। घरमै बनाएको चटपटे एकदम सिम्पल र सजिलो तरिकाले हजुरहरुले सामग्रीबाट युज गर्न सक्नुहुन्छ। स्वादिलो, भरपर्दो र कम खर्चिलो तरिकाले आफू खाएर परिवारलाई पनि खुवाउन सक्नुहुन्छ। घरमै बनाएको चटपटे सजिलो, सिम्पल र एकदमै भरपर्दो मिठो, आफू लगायत फ्यामिलीलाई नि खुवाउन पाउने हैन, एकदमै मजा आयो खाँदा चाहिँ। यो चाहिँ गिलो चटपटेको रेसिपी थियो। हजुरहरुसँग के कसरी बनाउने भनेर म चाहिँ भिडियो बनाउँदै बनाएको है त। अरूले हातले मोलेको खाएको देखेर मलाई पनि यस्तो खान मन लाग्ने के, सो द्याट बनाए ल।